सबैलाई जानकारी गराउँदैछु है। आउने हप्ता चाहिँ कोशी पुल यहाँ फुलकै गुम्बा रहेछ। फुलकै गुम्बाले हाम्रो नानी तर्फबाट हुनेछ। सबैजनाले चाहिँ यो एकदम वनभित्रदेखि नै आत्मसात सम्मान गर्दै बिहानै 7 बजी हामी भेलाउनु पऱ्यो। 7 बजी हामी भेलाउँछौँ। त्यसपछि हामी आजकै पार 2 बजी कम्ती 3 बजी छुट्छौँ। सम्पूर्णलाई जानकारी गराएँ। हस्त धन्यवाद। जय समदान, जय माटो। अनि हाम्रो त्यो चाउर चाहिँ यहाँ तुलुङडाँडामा हाम्रो गाईकोमा आएर सोध्नुपर्ने हुन्छ। ए हो नि, आज सबै जान्छ। दाजु हाम्रो समदान तल हो नि त होइन। आज सबै जान्छ हाम्रो सामानहरू सबै। ल हजुर ल साथीहरू, आजको श्रमदान चाहिँ हाम्रो सिद्धियो। हामी चाहिँ फर्केर यहाँसम्म मात्रै आज उता देखाउँ। यहाँसम्म मात्र शनिबार फेरि आउने। हामी चाहिँ फर्केर हाम्रो टोलीहरू चाहिँ अगाडि अगाडि गइरहेछ। यहाँ एकजना गइरहेछ। जय श्रमदान। हामीले आज बनाएको रोड चाहिँ यतिको बनाएको छौँ हामीले। यता ठाउँ ठाउँमा पुर्ने जस कच्ची बाटो भयो भने गाडी गुड्नेसम्म बनाएको छौँ हामीले। जताततै यो पुरेर आज छामाटोलसम्म पनि पुगेको छैनौँ हामी, अलिक तलै। अब शनिबार चाहिँ माथि छामाटोलसम्म पुग्छ होला। साथीहरू हेर्नु होला, टोलीहरू त ल गइरहेछ। बाटो पनि यति खाल्टाखुल्टी छ। यतातिरको यता मात्रै हामीले पुऱ्यौँ, यता चाहिँ पुरै खाल्टाखुल्टी नै छ। बाइकहरू त मजाले गुडिरहेछ। बाटो चाहिँ राम्रै भएको छ। यो गाडीहरू चाहिँ गाह्रै छ, यस्तो ओह्रालो छ। बाटो त दामी भएको छ नि। सरसफाइ गरेर पुरै हामीले फाडेर। अब यस्तो उकालो छ, गाडी त अब जान त जान्छ, अलिक गाह्रै छ। हाम्रो टिमहरू यहाँ अब आफ्नो गाडीहरू कुन कुन अटो बाइक स्कुटर जे भयो भने चढेर जाने हो घरतिर। मिल्छ त है हाम्रो गाउँघरको सब्जी इस्कुस।